मुद्ने मुद्ने यो I love you. I love you. I cannot live without you. हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड न्यू च्यानल होइन म चाहिँ अहिले आफ्टर लङ टाइम पछि भिडियो बनाउँदैछु किनकि म आजभोलि मलाई किनकि भिडियो बनाउन मन लाग्दैन के भयो होइन अब अस्ति न्यू इयरदेखि नै मलाई अलिकति लोदर लागिरहेछ कि मान्छेले भन्छ अब न्यू इयर लाग्यो अब सबै कुरा अब चेन्ज हुन्छ भन्छ अब हरेक कुरा तर त्यो चाहिँ मलाई त्यस्तो लागेन किनभने अब साल पो फेरेको हो त होइन अब डेहरू पो अब नयाँ भएको हो त अब मान्छेको अब साल फेरियो वर्ष फेरियो भन्दैमा त मान्छेको हरेक कुरा दुःख होइन मान्छेको पीडाहरू त चेन्ज हुन्छ भन्ने त हुँदैन नि त सो त्यही भएर मलाई चाहिँ त्यस्तो लाग्छ गाइस होइन म चाहिँ आज यहाँ पाहाडतिर आएको अलिकति सानो केस पनि आएको थियो सो त्यही भएर यसो भिडियो पनि बनाइदिउँ न त होइन भनेर अनि मैले भिडियो बनाएको अनि म चाहिँ अहिले यहाँ खनेखैका भित्र छु भ्यू हेर्न सक्नुहुन्छ है यस्तो ऊपर दामी छ यो म चाहिँ यो तलतिर डाँडामा जानुपर्ने हुन्छ अहिले चाहिँ टक्कसँग लाएर है अनि त्यही हो गाइस अब भिडियो भिडियो दिनकै नहाल्नुको अब धेरै कारण छ होइन अब नयाँ वर्षको दिनदेखि नै अलिकति हरेक कुरा अब सोचेको अब आफूले चाहेको जस्तो भइरहेको छैन अब के कुरा गरे पनि अलिकति भनौँ न के कुरा भइरहेको छैन मिलिरहेको छैन राम्रोसँग सो त्यही भएर अब भिडियो पनि अब बनाउने इन्ट्रेस्ट पनि हरायो होइन अलिकति सपोर्ट पनि छैन डिमोटिभेट भयो अनि अब त्यही त नि नै छैन अब भिडियो बनाउने पनि अब यसरी मोबाइल बोकेर हिँड्नु पनि अब कस्तो अलिकति लाज लाग्ने होइन अलिकति अप्ठ्यारो लाग्ने जस्तो फिल हुन्छ क्या सो त्यही भएर हो होइन अलिकति ऊ पनि छैन क्या आफूसँग केही कुराको स्किल पनि छैन होइन केही कुराको नलेज छैन कसरी बोल्नुपर्छ के गर्नुपर्छ अलिकति आफूमा कन्फिडेन्स पनि छैन कि जिरो कन्फिडेन्स छ होइन अनि अरूले सोध्छ अब सोधिरहेको थियो अस्ति कसरी अब कति छ त तेरो सब्सक्राइबर भन्दाखेरि यति छ भन्नको लागि पनि आफूलाई पनि लाज लाग्ने कि होइन अलिकति त्यो भएर पनि अलिकति डिमोटिभेट भएर पनि अनि भिडियो नबनाएको कारण पनि त्यो हो होइन अरू रिजन पनि छ अब त्यही त हो नि सो अब म चाहिँ अब बिस्तारै गरेर म भिडियो बनाउने छु होइन म चाहिँ अहिले पाहाड आएको के छैन होला सो केटाहरू यतातिर छ है अनि यस्तो दामी छ कि भ्यू चाहिँ हामी चाहिँ त्यो पल्लो घर भएको एरियामा जानुपर्ने हुन्छ होइन तर जङ्गल चाहिँ उब्बर घना छ क्या यस्तो बाक्लो जङ्गल छ क्या है मेरो देशमा मामा घर चाहिँ उतै हो कुन तँलाई थाहा छ कुन हो भनेर मैले सिधै ती जाने हो अब त्यही हो गाइस त्यही हो है सबैजनाले अब सपोर्ट गरिदिनु होला होइन सकेसम्म जति जे भए पनि अब जतिजनाले सपोर्ट गर्नुभएको छ सबैलाई थ्याङ्क यू सो मच भन्न चाहेँ मैले फर्स्ट अफ अल त है अब सबैजनालाई जे भए पनि होइन मिठो सम्झना आई लभ यु कसलाई हो यस्तो भन न मेरो बेबीलाई नि हो को भनिदिउँ त नाम पनि खुलाइदिउँ यता हेर नि त फेरि वान्स मोर न्यू टिप्छु नि न्यू ल आई लभ यु आई क्यानट लिभ विदाउट यु भाइ यो के अरे तिते पातीले लिँदाखेरि नि फेरि तितोले फेरि भाग्ला नि म त्यसलाई चिनी हालेर घोलेर दिन्छु नि त चिनी पनि धेरै हालेपछि तितो हुन्छ थाहा छ होइन नि दोस्त हो यो बसेरीको साला तिते पाती पनि मिठो के मिठो जस्ट हामीले चाहिँ यस्तो जोक मात्रै गरिदिएको होइन जस्तो जे भयो भने गाइस सुन्नु न गाइस मेरो त गर्लफ्रेन्ड छैन अब सिङ्गल भए त अब यतातिर म खाली छु 98 12 12 2 4 4 साथी मेरो कन्ट्याक्ट नम्बर हो होइन के भन्नु हो मलाई हाँसु दे यसले यस्तो भन्दाखेरि इन्ट्रेस्ट कल मी घर मुनि नै मुद्दैछ लास सरम भन्ने केही छैन आजको कन्टेन्ट नै यो हुने भइगयो आम्मा कत्रो धारा झारेको त्यसले त यसो भन्दा मुद्ने यो हो एउटा होइन त्यसले अनुहार छोप्दैछ मुद्ने त्यो हो एउटा अनि अर्को होइन हामी पारामा बाटो खुल्यो होइन हामी जानु पर्ने हुन्छ चट्टसँग लाएर है किनकि बाटो सानो छ नि त सो त्यही भएर हो बाटो सानो छ त्यही भएर हो क्या अब जाम लाग्छ होइन
अब के हुने बित्तिकै जाम भइहाल्छ कि परिहाल्छ। सो त्यही भएर हो गाइस है, म भनेको गाउँ हो क्या यार, यस्तो आनन्द फिल आउँछ होइन, यस्तो आनन्द फिल आउँछ, सबै कुरा बिर्सिन्छ क्या त्यो होइन। अब पहिलाको अब घरहरू हेर्नु न होइन, अझैसम्म छ क्या। अनि यहाँको बस्ने रहन सहन होइन, कल्चरहरू, अनि हावापानी इन्भाइरोमेन्ट यस्तो दामी छ क्या, शीतल आनन्दको फ्रेस पनि भइन्छ होइन। अब त्यो सहर बजारमा हिँड्ने अब प्या 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 गाडीको आवाज त्यस्तै, गर्मी त्यस्तै, किचकिच त्यस्तै। मलाई चाहिँ होइन अब हो हल्ला भन्दाखेरि मलाई चाहिँ यस्तो ठाउँ मनपर्छ होइन, सुनसान आनन्दको, जुन ठाउँमा चाहिँ आफू मात्र होस् क्या होइन, मलाई चाहिँ त्यो ठाउँ मनपर्छ क्या। एकदम सुनसान, के छ त, कसैले के भन्छ भन्ने छ त, के हुन्छ भन्ने छ त, छैन नि होइन। यो हो क्या, होला अब के कुरा कस्ट बढ्यो होला होइन, तर पनि एकदम आनन्द छ क्या यो सुन्तलाको बोट। अहिले चाहिँ काफल फल्दैछ होइन, काफल र लाली गुराँस होला सायद पनि है, आई थिङ्क मलाई चाहिँ त्यस्तो लाग्छ। लाली गुराँस होला मासतिर अलिअलि भेट्छ होला होइन, अहिले चाहिँ काफल पनि छ होइन। पाहाडतिर आजभोलि अब काफलको सिजन हो होइन, काफल पनि पाइन्छ होला सायद पनि। म आज नभए पनि म अब 1-2 दिन अझै आउनुपर्ने काम छ यतातिर, म देखाउने छु होइन। दामी छ क्या आजभोलि चाहिँ होइन, हरियाली भइसक्यो नि त पानी परेर। सो हेर्न सक्नुहुन्छ नि, यस्तो दामी हरियो 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 छ नि एकदम, यस्तो दामी। अरू ठाउँमा चाहिँ छैन होला होइन, तर यतातिर त कस्तो दामी हरियो होइन, शीतल छ क्या एकदम पुरै आनन्दको। न फ्यान चाहिन्छ न चिसो पानी चाहिन्छ होइन, पुरै हरेक कुरा क्या दामी। मौसमै छुट्टै छ है, नेक्स्ट लेभल साथीले पनि नेक्स्ट लेभल भनिसक्यो। आनन्दको क्या पुरै मुडै फ्रेस हुन्छ होइन, क्या आनन्दको मुडै फ्रेस छ क्या पुरै। सिन्धुलीमा बस्दाखेरि अब गर्मीले अब त्यही त नि होइन, के गर्न मन लाग्दैन थियो। अब मासतिर पाहाड चढेको अहिले कस्तो दामी क्या, मुडै फ्रेस भइसक्यो। केटाहरूले पनि त्यही भनिरहेको पुरै दामी होइन, मौसम पनि दामी। केटाहरूलाई पनि लिएर आएको होइन, अब रुममा बसिरहनुको काम छैन, अब केही कुरा त सिक्छ नि केस हेरेर होइन। सो त्यही भएर हो क्या, फोटोसोटो सुट गरेर भिडियो सिडियो बनाएर हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ है, लाग्नुपर्ने हुन्छ होइन, लाग्यो पनि अब धेरै छैन, 5 मिनटको बाटो हो। सो त्यही भएर बिस्तारै जाँदैछौँ होइन, फोटोसोटो खिच्यो यताउति गऱ्यो। केटाहरूलाई मस्तले 13बाट फोटो भिडियो बनाइदियो केटाहरूको होइन, रहर पुरा गरिदियो मैले। के हुन्छ अरे, ल ल ल ल ल ल नसक्नु छ केटाहरू, के भन्नु नसक्नु छ। हामी चाहिँ फाइनली होइन पुग्न आँटिसक्यौँ भनौँ न है अब। अनि अब पुगेर आफ्नै हजुरबुवाकोमा बस्नुपर्ने हुन्छ है, टक्टसँग लाएर धेरै छैन अब आइसके पनि। पहिला चाहिँ बाटो चाहिँ यस्तो अफरोड थियो नि, यतिर पिच मात्र भएर कि यतिर अफरोडै छ बाटो, यस्तो अफरोड छ नि, हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि के भन्नु गाइस, यस्तै हो यस्तै है। अब भिडियो नबनाउनुको रिजन पनि अब यस्तै हो। कत्रो उठेको के पनि धीर गरे हो। बाटो चाहिँ ओभर अफरोड छ क्या यतातिर, उदेसम्म चाहिँ पिच मात्र थियो होइन, अनि पिच सक्यो अनि त्यही भएर हो। फाइनली गाइस हामी चाहिँ होइन गाउँ छिरियो अब चाहिँ होइन, यताबाट त्यहाँ बुद्धको मूर्ति छ दामी पारामा है। अब हामी चाहिँ छिट्यो, हामी चाहिँ यही तल्लो गाउँ नै बस्ने हो होइन, यहीँनिर हो हाम्रो डेस्टिनेसन चाहिँ यहीँसम्म हो। खास गरी चाहिँ बाटो चाहिँ अब चाहिँ अफरोड छ क्या यतिर चाहिँ ओभर नै। ओ कस्तो चिप्लेको हो त्यतिको यार, हेर्नु कत्रो क्या बाटो यस्तो अफरोड छ होइन। अब त्यही माथि अब बुलेरोहरू यस्तो प्याक लिएर आउँछ मान्छे, यति धेरै ल्याउँछ नि यतातिर, के भनौँ। बाइक त यार यस्तो गाह्रो हुन्छ, गाडीमा त्यत्रो मान्छे हालेर ल्याउँछ, कसरी ल्याउँछ होला क्या, अचम्म हो। माबाको धन्दै लडेन हो कुरी, बिस्तारी लिएर हिँड्दा पनि माबाको लड्न खोज्छ यार, के गर्नु हो, के भएको यार। न बाटो कस्तो छ यहाँ अब, ओ बाटो चाहिँ ओभर डेन्जर छ क्या।
पहाड हो नि त बाटो त के भनौँ र आमा बिस्तारै जानुपर्ने हुन्छ नत्र बाइकको सक्स भाँच्छ यस्तो पाराले त टन आरामले जानुपर्ने हुन्छ होइन ओइ बिस्तारै नै कत्रो उफ्रेको यस्तो पाराले त सक्स भाँच्दैन यार अस्ति नै हामी टुर जाँदै थियो भन्दा पनि डेन्जर थियो नि यस्तै थियो सायद अब हातमा अब एउटा साधन भइसकेपछि जहाँ पनि पुग्नु पर्दो रहेछ क्या आफू सो त्यही हो झन् हाम्रो त कामै यही हो होइन झन् कामै यही छ के दामी हरियो छ यार सो यही हो गाइस होइन हामी चाहिँ ठ्याक्कै आइपुग्यो भनौँ न अब यही तल हो मामाको घरमा बाइक राख्नुपर्ने हुन्छ तल अनि मामाको घरमा बाइक राखेर तल हजुरबाको जानुपर्ने हुन्छ हामी चाहिँ अनि त्यही त नि त्यही हो गाइस त्यही हो क्या दामी आनन्द शीतल छ बाइक त फिलिलिली नाच्छ त हो यतिर त माटो कमलो छ नि त यतातिर बलुवा माटो हो होइन सो त्यही भएर गाडी नै नाच्छ क्या फिलिलिली पुरै एकतिर काट्यो भने अर्कोतिर जान्छ होइन के भन्नु त भन्नु केही छ त भन्नु केही छैन के देख्न सक्नुहुन्छ है गाउँको भ्यू हो यो चाहिँ यस्तो दामी छ यस्तो दामी छ के भन्नु ल है यस्तो दामी छ क्या बाटो चाहिँ ओभर हो क्या ओभर डेन्जर झन् आजभोलि त पानी परेको छैन भोलिपछि पानी पऱ्यो भने त आमामा यहाँ बाइक हिँड्न पनि सक्दैन अहिले त बाइक हिँड्न नसक्नेसम्म उ छ ठाउँ छ के भन्नु यार आमामा भिडियोमा हेर्दा के देखिरहेको छैन होला होइन तर रियलमा ओभर डेन्जर छ क्या बाटो त ओभर डेन्जर छ ओभर डेन्जर छ क्या आमामा है के हो यस्तो यार फाइनली हामी चाहिँ आइपुग्यो होइन पारीको गाउँ हेर्न सक्नुहुन्छ कस्तो सही दामी छ हामी चाहिँ अब आइसक्यो भनौँ न अब बाटो त यार बाटो त के भन्नु हामी चाहिँ फाइनली होइन मामाकोमा आइपुग्यो ओहो माइजू के गर्नु भएको फाइनली गाइस होइन हामी चाहिँ आफ्नो डेस्टिनेसनसम्म पुग्यो होइन हामी चाहिँ आइसक्यो अब हेर्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो दामी छ गाउँघरको के लायो रे यसले यसको मामा घरमा आएको गाई छैन टमाटर बोकायो यसले मलाई ठिकै छ के छैन साथीभाइको कामै के हो त होइन जेठ मामाको छोरी दिन्छ भने म ओके हो तँलाई त प्लिज त बसाइबाट भारी पनि बोक्छु यहाँ बोक्न त भाइ तँलाई कसले नबोक भन्नु त भारी बोक त जेसुकै गर हामीलाई के को चासो तँलाई त जेठा मामाको छोरी त प्लिज त पछाडिबाट यस्तै हो गाइज होइन केटाहरूले चाहिँ जस्ट मजा गरिदिएको मात्रै हो होइन अगाडिले दिँदैन क्या यस्तो छ नि यो अरूको चाहिँ लिन्छ होइन आफ्नो चाहिँ दिँदैन क्या यसले त्यही भयो नि त गाई अब 98 त्यही हो अघि के कुरो गरौँ नि त अब 98 12 247 कल गर्नुहोस् सिङ्गल हो म यस्तै हो गाइज होइन अब सबैजनाले लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला सकेसम्म अब सपोर्ट गरिदिनु होला अब म सकेसम्म रेगुलर भिडियो हाल्दैछु होइन म चाहिँ यस्तो बाटो उठेर चाहिँ कुलोमा हिँड्दैछु कुलोमा हिँड्दैछु अहिले भिडियो बनाउनु सक्नु ब्ल्याक लड्यो भने अनि खुल्किन्छ के खुल्किन्छ थाहा छैन नि म चाहिँ अहिले गाउँ आइपुगेँ ठ्याक्कै सहरभन्दा त गाउँ नै प्यारो तर यहाँबाट हिमाल देख्छ नि केटा थाहा छ हिमाल छेउको गाउँ भोलि पर्सि त्यो यो होइन मौसम क्लिन होस् होइन अस्ति नै हामी उमा गयो भन्थ्यो नि सैलुङ गयो हो त्यो काठमाडौँ जाँदाखेरि पनि त्यो देख्छ नि हो त्यो देख्छ क्या हिमाल छेउको गाउँ टपिक के भन्छौ तिमी
के भन्नु डिस्क्राइब गर्न सकिँदैन एकदम होइन। अब यो मकैलाई सुँग्दा पनि हिमाल गनाउँछ भनेको यार। अब त्यही त नि अब सहर बजार भन्दा चाहिँ मलाई चाहिँ अब गाउँ नै मनपर्छ किन हो होइन। अब नेचुरल अब इयरहरू हावा पानी सबै कुरो होइन आनन्दको चिसो सबै कुरो अब सहर बजारमा बस्यो ह्यान्ड त्यो होइन गाउँघर नै मलाई चाहिँ प्यारो लाग्छ किन हो होइन। म पनि अब गाउँघरमा हुर्केको मान्छे हो सो त्यही भएर आजभोलि चाहिँ काफल छैन रे होइन अलिकति खडेरी लागेर अब भित्रभित्र चाहिँ अलि छ भनेर भन्दै हुनुहुन्थ्यो मलाई अघि सम्झिँदै। काफलको बोर्ड चाहिँ यही हो होइन उयो हो उयो काफलको बोर्ड काफलको बोर्ड चाहिँ यो हो होइन भित्रभित्र छ यो चाहिँ काफल हो। फाइनली हामी चाहिँ आइपुग्यो है आइपुग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। गाउँको नजारा नै बेग्लै छ नि त। सो ल गाइज आजलाई चाहिँ यति नै है। अब नेक्स्ट पार्ट हाल्नेछु म आजलाई चाहिँ यति नै गरौँ।